कहाँबाट ए उहाँको हो रहेछ यो बुट्टा फेरि फल्न पनि लपक्कै फल्दो रहेछ त कस्तो हुने रहेछ र बुट्टा यसको म कहिले देखेको छैन त त्यही भएर यो स्टार फ्रुट हो अरे अब यसको बुट्टा कस्तो हुन्छ देखेको छैन गाई अब यहाँ लिएर आउनुपर्छ यस्तो धेरै यति धेरै छ यहाँ यतातिर यहाँ बाटामा पनि छ यता पनि छ यता बाल्टीमा यता पूजाले मिच्दैछिन् रिसाइसिन् मिच्न पर्यो भनेर धेरै भयो भनेर त्यसो गरिसिन् डेढ आँखा लिएछिन् अहिले त दाइले त उल्टे कुरासित तुलना गर्न लाउनु हो कि विचार हाम्रो पूजालाई त्यस्तो नभनौँ न विचार नरौ है नरौ 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 यति धेरै छ गाइस स्टार फ्रुट भन्छ न मैले त अब पहिला ल्याउनु हुन्थ्यो तर यस्तो धेरै त ल्याउनु थिएन तर अहिले त यति धेरै लिएर आउनु छ खै बुट्टा कस्तो हुन्छ भनेको खै कस्तो हुन्छ भन्नुहुन्छ देखेको छैन पूजालाई भने खतरा भनिदिनु डाइलेक्ट दाइले ल हामी केराबारीमा स्टार फ्रुट मिच्दैछौँ हजुरहरूलाई पनि यस्तै काम चाहिएको छ भने सम्पर्क गर्नुहोला साथै हजुरहरूले खान पनि सक्नुहुन्छ यहाँ 3टा बाल्टीमा छ यति धेरै यहाँ बाटामा यतातिर यति धेरै छ स्टार फ्रुट अरे स्टार फ्रुट भनेर भन्नुहुन्छ क्या दाइले ल है गाई सबैजनाले यसको बुट्टा कस्तो हुन्छ यसो कमेन्टमा भनिदिनु होला देख्नुभएको रोप्नुभएको छ भने हामीले त रोपे छैनौँ हामीले त यहाँ लिएर आएर उसो गरेर यतातिर केराबारी छन् त्यही भएर यता यहाँ पूजा उहाँ दाजु हुनुहुन्छ सानो साउजी ए फ्रुटलाई मसिनो गराउँदै